साइकोलोजीसँग मनका कुरा एपिसोड 10। यस सिरिजमा हामी मनमा लागेका कुराहरू डाइरेक्टली साइकोलोजीसँग सोध्छौँ। सो आज हामीसँग हुनुहुन्छ काउन्सिलिङ साइकोलोजिस्ट नवीन जोशी। हेलो नवीन सर। सो हामीले धेरै सुन्ने गर्छौँ कि हाम्रो चाइल्डहुड एक्सपिरियन्सले चाहिँ पछि अट्याचमेन्टमा गएर असर गर्छ भनेर। नेपालमा चाहिँ यस्तो धेरै फ्यामिलीजहरू छ जसमा चाहिँ जब चाहिँ सेकेन्ड चाइल्ड हुन्छ तब चाहिँ ठुलो चाइल्डलाई चाहिँ एकदमै तिमी अब ठुलो भइसक्यौ, अलिकति रेस्पोन्सिबल हुनुपर्छ भनेर चाहिँ एक्सपेक्ट गरिन्छ, इभन दो दे आर स्टिल अ चाइल्ड टु। बिस्तारै उनीहरूले पाउने अटेन्सन र इमोसनल केयर पनि अलिक घटिँदै जान्छ। यसको अर्थ चाहिँ प्यारेन्ट्सले उनीहरूलाई कम माया गर्नुहुन्छ भन्ने कुरा चाहिँ होइन, तर सिचुएसन चेन्ज हुनु पुग्छ। सो द क्वेसन इज, यो कुराले पछि उनीहरूको अट्याचमेन्ट प्याटर्नमा कस्तो इफेक्ट पर्न सक्छ र प्यारेन्ट्सहरूले यो सिचुएसनलाई कसरी हेल्दी तरिकाले म्यानेज गर्न सक्नुहुन्छ त? सो यो कन्डिसन चाहिँ विशेष गरी 2 वा 2 भन्दा बेसी बालबालिका चाहिँ त्यो घरमा छन् भने त्यति बेला हुन सक्छ। किनभने यस्तो हुनुलाई चाहिँ हामीले सिब्लिङ राइभलरी भन्छौँ। यो के हो त भन्दा कम्पिटिसनको भावना हुन सक्छ। दोस्रो चाहिँ नि जेलसीको भावना पनि हुन सक्छ अथवा कम्पेरिजन हुन सक्छ। आमा बुवाले त्यस्तो गरिदिँदा अथवा उसले त्यो कन्डिसन नबुझ्दा त्यो फिल हुन सक्छ। तेस्रो चाहिँ कन्फ्लिक्ट हुन सक्छ अथवा फाइट हुन सक्छ यो आफ्नो सिब्लिङ्सहरू बीच। यो कब हुन्छ भनेर भन्दा बाबु नानीहरूले जे हिजो अस्तिसम्म पाइरहेका थिए अल भर्सेस नथिङ हुन सक्छ। सबै उसलाई मिलिरहेको थियो भने आजबाट त्यो डिभाइड भयो, सेन्टर अफ अटेन्सन भइराख्ने भनेर बालबालिका दुवैमा त्यो बालबालिकाहरूमा कम्पिटिसन हुन्छ। सो यस्तो किसिमको यो बालबालिकाहरूमा हुने कन्डिसनले लेटर लाइफमा चाहिँ इम्प्याक्ट गर्न सक्छ एकदमै हेभिली। एउटा उसको आत्मसम्मानमा चाहिँ अलिकति कठिनाइ हुन सक्छ, भनेको कमजोर हुन सक्छ आत्मसम्मानमा, सेल्फ स्टिम लो हुन सक्छ। दोस्रो चाहिँ उसको पुअर इमोसनल रेगुलेसन्स अथवा भनौँ एग्रेसन बेसी हुन सक्छ, रिसराग बेसी हुने। र तेस्रो चाहिँ मूलभूत रूपमा उहाँहरूमा देखिने सोसल रिलेसनसिप अथवा भनौँ सोसल स्किल्सहरूमा चाहिँ अलिकति ब्ल्याक हुन सक्छ अथवा डिफिकल्टिज आउन सक्छ। भने यसलाई हामीले म्यानेज गर्नलाई यसका पनि 3 किसिमका चाहिँ म टेक्निक्सहरू भन्छु। पहिलो नम्बरमा भन्नुपर्दा चाहिँ तुलना नगरिकन समान व्यवहार गर्ने भने, दोस्रो कुरा छ अत्यधिक कुराकानी गर्ने र समाधानको उपायहरू सिकाउने। अनि तेस्रो कुरा छ इन्डिभिजुअल टाइम दिने, व्यक्तिगत उसलाई चाहिँ समय दिनुपर्छ र ध्यान दिनुपर्छ, उहाँलाई सम्झाउने पनि गर्नुपर्छ। अहिले सम्झाइएन भने ती बाबु नानीहरू पछि गएर त्यस्ता अघि भनेका जस्ता समस्याहरू देखिन्छ। यिनै हुन् मूलभूत रूपमा गर्नुपर्ने कुराहरू। धन्यवाद।